हेलो गाइज, नमस्ते, वेलकम मेरो नयाँ युट्युब च्यानलमा यहाँलाई स्वागत छ। र आज चाहिँ म छुट्टै एउटा नयाँ ब्लग लिएर उपस्थित भएको छु यहाँहरूको अगाडि। एउटा छुट्टै भिडियो र यो बाइकको विषयमा मैले जानेको, मलाई लागेको र मलाई गर्न मन लागेको कुराहरू चाहिँ हजुर सामु ल्याउँदैछु। यदि हजुरहरू 4 लाख अन्डरको बाइक चढ्दै हुनुहुन्छ भने चाहिँ हजुरहरूको लागि यो बेस्ट बाइक हुनसक्छ। यो टिभीएस अपाची 164V, यो चाहिँ सिंगल एबीएसमा छ यो, र यो चाहिँ F5 मा हो गाइजहरू। यसको माइलेज भन्नुपर्दा एकदम राम्रो छ, स्पिड पनि राम्रो छ। यसको टप गियर भनेको चाहिँ देख्न सक्नुहुन्छ, यसको टप गियर भनेको चाहिँ 5 मात्रै छ हैन गाइज। र यसको इन्जिन पावर अनुसार यसको गियर पनि एकदम राम्रो छ, स्पिड पनि राम्रो छ यसको, किनभने यसको मोड अप्सन भएको कारणले गर्दाखेरि यसको फ्युचर एकदम राम्रो छ गाइज। यसको चाहिँ नयाँ अपडेट भएर आएको यो बाइक हो, यो 160 अपाची 164V हो यसको नाम चाहिँ आरटीआर। र जतिले यो बाइक चढ्दै हुनुहुन्छ उहाँहरूलाई त थाहा छँदैछ, र जति पनि नयाँ हाम्रो राइडर्सहरू हुनुहुन्छ चढ्ने योजना गर्नुभएको छ भने चाहिँ हजुरहरूको लागि एकदम बेटर बाइक हुनसक्छ। र यसको अप्सनको कुरा गर्नु पर्दाखेरि गाइज हेर्नु होला, यसको मोड अप्सन यहाँ हेर्नु होला। हाम्रो यो एबीएस यहाँ देखाइरहेछ, यो एउटा रेड लाइट बोलिरहेछ। यो रेड लाइट चाहिँ तपाईँको इन्जिनमा केही समस्या आयो भने, स्टार्ट भइसकेपछि पनि यो अफ भएन भने चाहिँ इन्जिनमा केही समस्या हो भनेर बुझिन्छ। न्युट्रल यहाँ देख्नु भएको छ, यो स्ट्यान्डमा छ बाइक यसको। र यसको हरेक सिस्टमहरू छ यसमा, ब्लुटुथ कनेक्टदेखि लिएर। अनि यसको मोड चाहिँ 3 मोडसम्म छ। यो देख्न सक्नुहुन्छ, यो र्यान मोड र अर्बन मोड र स्पोर्ट मोड, यो 3वटा मोड छ। हामीले मोडलाई चाहिँ हामीले यहाँबाट बदल्न सकिन्छ। यो मोडको अप्सन भयो भने यसको अप्सन भनेको चाहिँ तपाईँको र्यान मोड भनेको चाहिँ एकदमै भनौँ न, एकदमै बाइकलाई एकदमै कन्डिसनदेखि लिएर तपाईँको ब्रेकिङ सिस्टमदेखि लिएर अलिकति धेरै सपोर्ट गर्छ। यो अर्बन मोडमा ठिकै, र स्पोर्ट मोडमा भनेको चाहिँ अनकन्ट्रोल, र यो चाहिँ धेरै स्पिड भएको कारणले गर्दाखेरि यसलाई चाहिँ एबीसीले अलिकति धान्न दियो भयो भने हम्बे नै पर्छ गाइज। यो सबैलाई थाहा भएको कुरा हो गाइज यो। र यसको यो सिस्टम सिस्टम छ, यसमा चाहिँ तपाईँको ब्लुटुथ कनेक्ट गरेर यात्रा गर्दै हुनुहुन्छ भने तपाईँको फोन आएको अटोमेटिक यहीँ थाहा हुन्छ, यहाँ डिस्प्लेमा तपाईँको नम्बर सो गर्छ कसले फोन गरिरहेको छ भनेर। र उठाउन चाहनुहुन्छ भने र उठाउन चाहनुहुन्न भने यसले कट गर्न सकिन्छ गाइज। यो यसको काम भनेको चाहिँ यही हो। र हाम्रो तपाईँको देख्न सक्नुहुन्छ यो लिभर सिस्टम कतिमा राख्ने, 1मा तपाईँको अम्ला अनुसार हुन्छ, कति ड्रिफ्टमा राख्ने भन्ने कुरा अनि एकदम राम्रो छ यसको यो। अनि यता ब्रेक लिभरमा पनि त्यस्तै छ गाइज, एकदमै राम्रो छ यसको सिस्टम चाहिँ। र गाइज यसको माइलेजको कुरा गर्नु पर्दाखेरि तपाईँको 40 देखि 45 नर्मल है, एकदमै नर्मल। तपाईँको अब राइडर अनुसार पनि हुन्छ कति माइलेज दिने भन्ने कुरा है। यो एकदमै स्पोर्ट्स है बाइकहरू, यदि हजुरहरू चढ्न चाहनुहुन्छ भने। यसको चाहिँ रेट भनेको 3,89,900, लगभग 4 लाख नै हुन आउँछ लगभग त्यता गर्दाखेरि। तपाईँको एकदमै राम्रो फ्युचर छ यो बाइकको। यदि हजुरहरू कोही इच्छुक हुनुहुन्छ भने यो बाइक चाहिँ एकदम, यसको इन्जिन वारेन्टी एकदमै राम्रो छ। र यतिको फ्युचर अरू बाइकमा पनि छनु चाहिँ गाइजहरू होइन। पल्सर 160मा पनि अहिले नयाँ फ्युचर आएको छ, तर पल्सर 160 भन्दा चाहिँ यसमा धेरै नै केही न केही एकदम फ्युचर राम्रो छ। यसको फ्युचर भनेको चाहिँ गाइज त्यही हो, इन्जिन वारेन्टी एकदमै राम्रो छ, इन्जिनको लाइफ एकदमै राम्रो छ यसको चाहिँ। र गाइजहरू यसको स्पिडको कुरा गर्नुहुन्छ भने यसको स्पिड एकदमै राम्रो छ गाइज होइन। स्पिडको त कुरै नगर्नु, यसको अब सीसी अनुसार यसको स्पिड एकदमै राम्रो छ होइन। तपाईँहरूको अब हेर्नु अहिले यसमा एकदम बेटर कलर आइरहेको छ। तपाईँको यो रिङमा पनि यस्तो ओरेन्ज कलरदेखि लिएर अहिलेको एकदम ब्युटी कलरमा यो निस्केको यो अपडेट भएको चाहिँ यो एकदमै राम्रो छ। र यसलाई मलाई अलिकति यसमा हुनु त अब सबैजनाको एउटै मन एउटै इच्छा हुँदैन, त्यो चाहना हुँदैन। यसमा चाहिँ अहिले अपडेट भएर आएको चाहिँ यो सकअप पाइप छ, यसमा चाहिँ तपाईँको अलिकति मोटो खालको अपडेट भएर आएको छ। तर यो बाइकमा चाहिँ अलिक फास्ट भयो मैले यो बाइक लिँदाखेरि। र यसमा चाहिँ तपाईँको यो सकअप पाइप पनि अलिकति हेभीमा भएर आएको छ। अहिले चाहिँ इन्डियामा लन्च भइसक्यो, नेपालमा पनि लन्च अब केही समयपछि हुँदैछ होला गाइज। यस्तै हो यो बाइकको चाहिँ। अब तपाईँहरू कतिजना चढ्न चाहनुहुन्छ भने चाहिँ यो बाइक हजुरहरूको लागि एकदमै बेटर हुनसक्छ गाइज। सो भन्दै आजको मेरो छोटो भिडियो हजुरहरूलाई यहीँसम्म राख्न चाहन्छु। हस्त धन्यवाद, अर्को भिडियोमा भेटौँला भन्दै। ओके, बाई बाई।